आगो भुक्ने अब बस्नुपर्छ अरू मान्छे राख्नुपर्छ आफू पनि नबसे पनि घर बारी खुसियार हुन्छ को बस्ला र यता तिर कोही बस्छ भन्दाखेरि मानेहरू बस्छ तर डरदै बस्दैन भन्छ मान्छे मरेर गएपछि डराउनु पर्ने है यो डराउनु पर्छ दुःखमा त्यही त मलाई त डर लाग्दैन डराउनु पर्दैन त्यही त मान्छे नै हो मलाई त डर लाग्दैन सबैको घरमा मरेर जान्छ त कति मान्छे नमरेको घर कुन हुन्छ त्यही त घरै हुँदैन त्यही त कोही नबसेर चाहिँ डर लागेको बस्नु थालेपछि के गर्नु डर डर हुँदैन पहिला त यो घर चाहिँ कस्तो हो बाजे यो मास्टर माइलाको घर सुभाषको यहाँ बनायो अब लगाएको छु मान्छे साइला चाहिँ छ अहिले यो लाइन तान्दाखेरि चाहिँ के चाहिने रहेछ हौ फुवाजु ए पुरा काटी लाएर ठोक्नु भएको रहेछ चाबी नभएर कसले यसो गरेको नि पहिला खुल्लै थियो माथि माथिल्लो घरको फुवाजु ए भेनाले होला मरिचे साइला भनेको त ए मरिचे साइला चाहिँ म त ए यहाँ आगो फुकौँ होला हौ एकछिन लाइटर ल्याउनु भएको आज यो पकडा चाहिँ यो म पसियाला ल्याउँछु के गर्ने हौ यसो बल्ल छ यहाँ त दाग उठाएर बाल्थ्यो बल्दै छ बत्ती सत्ती छैन ल्याउनु न यहाँ छुट्याउँथ्यो दाउरा लगाउँदा भाइ दाउरा बल्यो 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 यो पो हटाइदिउँ होला फल्यो यो निकाल्दा भयो नि यो पकडा त सँगै ओदानो नि यस्तो भइरहेको रहेछ यो तुले मैनाले बुनेको होला पुरा भएकै थिएन रहेछ त्यो सबै बजाउनु ए मैले लाइटर यहाँ राखेको छु मान्छेको काम हो यो त लुगाले सर पार्यो निकालिसक्नु हो निकाली त सकेँ लाउनु एकछिन है
आगो मरेछ त है भाडा त्यहाँ आउँछ धुवाले मार्यो अरू त होइन यो चोयाहरू लगाइदियो त